प्रकृतिले समय अनुसार मौसम परिवर्तन गरे तापनि कुनै ठाउँ र त्यहाँ भएको हावा पानीले त्यहाँको भूगोललाई पनि प्रभाव पारेको देखिन्छ। त्यसैले यहाँको जनजीवनमा पनि प्रभाव पारेको देखिन्छ। हङकङ संसारमा भएका आइल्यान्ड मध्येको एक प्रसिद्ध आइल्यान्ड हो। सबै मानिसहरूको यहाँ आउनु र बस्नु र कमाउनु एउटा सपना नै बनेको देखिन्छ र यहाँ आउनु अरू जुनसुकै देशभन्दा महँगो पनि रहेको छ। यहाँ जाडोमा मुटु कमाउने चिसो र गर्मीमा पसिना छुट्ने तातो हुन्छ। त्यसैले यहाँ अक्टोबर नोभेम्बरदेखि यहाँको तापक्रम घट्दै जाने हुँदा झनै पर्यटकहरूको ओहिरो लाग्ने गर्छ। यहाँ पर्यटकहरूसँग डाँडाहरू हरिताम्य हुन्छ। फूलहरूका रङ, बिरुवाहरूको मुना सँगै समुद्रको किनारमा बसेर रमित हेर्नुको मज्जाले हङकङ झनै लोकप्रिय बन्दै गएको छ। यही हङकङको एक पर्यटकीय क्षेत्र ताइओको फुसान भ्यू पोइन्टमा हामी तपाईहरुलाई लादैछौँ। नमस्ते, सेवा सबैजनालाई मेरो मुन आर्ट युट्युब च्यानलबाट तपाईहरुलाई धेरै मायाका साथ म तपाईहरुलाई हङकङको फुसान भ्यू पोइन्ट सम्मको यात्रा गराउँदैछु है त। आजको हाम्रो यात्रा हामी 3 जना साथी मिलेर आजको यात्रातिर लाग्दैछौँ। हेलो सुन्दिन र अलिकति पोजहरु पनि दिन्न, हेरेर के हो हेरौँ न यता नि हामी आजको हाम्रो यात्रा एमटीआर यानी कि ट्रेनबाटको आधा यात्रा गरेर बस मार्फत त्यस ठाउँतिर हामी लाग्दैछौँ। ताइओको यात्रा हो। म ठुलो प्यारी। कम्तीमा पनि 45 मिनेटको यात्रापछि बसबाट ओर्लियौं अनि हामी पैदल यात्रातिर लाग्दैछौँ। हाम्रो बसको यात्रा सकिएपछि धेरै बाटोहरू भएको कारण हामी थोरै अल्मलियौं र त्यहाँको स्थानीय मान्छेलाई सोधेपछि हामी हाम्रो यात्रातिर लाग्दैछौँ। Oh, thank you. यो तपाईहरुले देखिरहनु भएको ताइओको दृश्य हो। यहाँबाट हामी जाने बाटो छुट्टिन्छ। हिँडेर जाने भएको कारणले हामी त्यतातिर हिँड्न सुरु गर्यौं। बाटोमा हिँड्दै जाँदा यहाँ भएका साना साना घर, चिटिक्क परेका फूलबारीहरू अनि यहाँका बुढा बुढीहरूले ट्रेडिसनल खानाहरू अथवा माछाका परिकारहरू बेच्दै गरेको दृश्यहरू हामी हेर्दै गयौं।
अलिक पर पुगेपछि बोकेका हाम्रो खाजा बोक्न निकै अप्ठ्यारो भएको कारण त्यही बाटोमा बसेर खाने निधो गर्यौं। करटको माल खाइँदैछ है, करटको। कस्तो छ? कस्तो छ? यो चाहिँ के रे? कान। चुवाचेको कान। करटको माल खायो है, सक्यो करटको माल। यो पचाउन सकिन्छ? करटको माल पचाउन सकिन्छ? एकदम दामी छ। भरे डाइरिया चल्यो भने करटको मालले नि। यहाँ चाहिँ बिरामीलाई यसरी उद्धार गरिन्छ। कोही बिमारी थियो होला, अनि त्यही भएर हङकङको हेल्पलाइन 999मा फोन गरेपछि यसरी घरैमा उपचार गर्न आउँछ। यहाँको एकदमै राम्रो छ है यो चाहिँ। हामी सहरको भिड छिचोल्दै उकालो र बाङ्गाटिङ्गा बाटोहरूलाई पछ्याउँदै हामी हिँडिरह्यौं। त्यही बाटोमा भेटिएका फूलहरू, हरिया बिरुवाका मुनाहरू र चिसो हावाले शरीर छुँदा काउकुती लागेको आभास हुन्थ्यो। कान्छी, तिमी गीत गाउनु भनेको होइन? ल आउन त गीत गाउ न एउटा। गीत गाऊ। हो गुड। ल गीत गाउ त। My God, how to go? म त मरे। बापरे। सेता घरहरू झैं तल देखिएका चिहानहरू हुन्। परिवारका सदस्य कोही बितेपछि उनीहरूको लागि बनाइदिएको घरहरू हो। हामी हिँड्दै गर्दा बाटामा भेटिएका वृद्ध चाइनिजहरूको उत्साह उमङ्ग देख्दा झनै हामी पनि चञ्चल भयौं। कतिले त फोटो खिच्न लगाए र हामीलाई पनि यो ठाउँमा फोटो राम्रो आउँछ, तपाईहरु नि खिच्नुहोस् र हामी खिचिदिन्छौं भन्दै ती बुढा बाजेहरूले हाम्रो नि फोटो खिचिदिए। अमलाको बोट आमामा कस्तो फलेको, बाफरे करोडौँको फलेको छ हो यहाँ त साथीहरु। बाटोमा हिँड्दैखेरि हामी थाकेको बेला हाम्रो एकजना साथीले हामीलाई हँसाउनको लागि नाच्न थाले। ऊ नाच्नमा एकदमै परफेक्ट। साँच्चीकै रमाइलो यस डाँडा। तर त्यो डाँडालाई किन यति धेरै राम्रो बनाएका हुन् र किन नाम फुसान राखेका भन्ने अर्थमा चिनिया भाषामा फुसानको अर्थ धेरै लागे तापनि यस ठाउँको सन्दर्भमा फुसान भनेको पौराणिक स्थान भनेर मानिएका रहेछ। किनभने त्यहाँ आफ्ना पिता पुर्खाहरू स्वर्गवास भएपछि बनाइदिने एउटा घर अथवा चिहानलाई भनिने रहेछ। यहाँबाट देखिने तलका फाँटहरू, समुद्रको किनारहरू रङ्गी चङ्गी सुन्दर पोसाक लगाएर उभिरहेको जस्तो देखिन्छ।
यहाँका चिसो हावाले हल्लाएका बिरुवाका पातहरूले पर्यटकहरूलाई बोलाइरहेको झै आभास दिलाउँछ अनि नागबेली झै घुमाउरो बाटाका सिडीले हाम्रो पाइलाहरूलाई लोभ्याइरहेको छन्। त्यही ठाउँबाट तल नीला समुद्रका बगाईहरूसँगैको दृश्यले जीवनलाई शान्त धैर्य गर्न सिकाइरहेको छ। आजको हाम्रो यात्रामा भेटिएका सबै दृश्य अमूल्य छन्। ती अमूल्य दृश्यलाई जीवन्त राख्न क्यामेरामा कैद गरी सधैँ जीवन दिने काम गरियो। नमस्कार सेवा, फेरि भेटौँ है। हेलो साथीहरू, हेर्नुहोस् हामी चाहिँ अहिले डुङ्गामा छौँ। यो डुङ्गा चाहिँ समुद्रको माथि माथि हामी जाँदैछौँ। यो चाहिँ हङकङको ताइयोमा हामी चाहिँ अहिले सफर गर्दैछौँ। यो हामी 1 करोडको सफर गर्दैछौँ है साथीहरू।